हेलो एभ्रिवान, गुड मर्निङ। स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आज चाहिँ म बिहानै तल हिँडिरहेको छु होइन। तल चाहिँ किन हिँडेको भन्दाखेरि यसो सब्जी लिनलाई होइन। आज चाहिँ फेरि म जानुपर्ने छ। हिजो चाहिँ मेरो काम भएन, त्यही भएर हिजोको काम चाहिँ आज पुरा हुन्छ मेरो। त्यही भएर अनि 10 बजीतिर जानुपर्ने हुन्छ, त्यही भएर म चाहिँ सब्जी लिन हिँडेको। खाना बसालेर आएको छु टक्क यहाँ तलतिर होइन। यसो अनि खानासाना बनाएर खाएर जानुपर्ने हुन्छ। म चाहिँ हिँड्दै झरेको, लिफ्टमा अलिक त्यो वेटिङ गर्नुपर्ने हुन्छ अनि झर्दा पनि छिटै हुन्छ, त्यही भएर म चाहिँ झर्दै हिँडेको। मान्छेहरू बिहान कहाँ गरेर सब्जीहरू लिएर आइरह। यहाँ चाहिँ फेरि एकदम सुरक्षित छ क्या यो होस्टेल होइन। त्यस्तो डरभर चोर यहाँ आउँ त्यस्तो केही टेन्सन लिनु पर्दैन। यहाँ चाहिँ यो कार्ड चाहिन्छ अनि यो कार्डले मात्रै ढोका खोलिन्छ होइन, ट्याक्क। अनि जस एकदम सुरक्षित राम्रो ठाउँ होस्टेल चाहिँ होइन। भित्र रुमहरू पनि एकदम बवाल छ। सो पानी पर्ला जस्तो भइरहेको छ यार। पानी पऱ्यो भने फेरि तर केही छैन, पानी परे पनि जाने हो होइन। यस बिहान त कोही मान्छे नभए जस्तो क्या यार। गाइज मैले चाहिँ तरकारी सरकारी केही पाएन होइन। अब चाहिँ फेरि म रुमतिर जाँदैछु। बिहान चाहिँ तरकारीहरू केही नपाउने रहेछ। अनि अब रुममै गएर अब केही बनाएर खानुपर्ने हुन्छ। अन्डा सन्डा हुन्छ होइन, जे भयो नि। अनि मलाई चाहिँ 10 बजे आइपुग्नु भन्दै थियो। सो अनि अब 8:45 भइसकेको छ। अब चाहिँ म एकछिनपछि जानुपर्ने हुन्छ। त्यही हो गाइज, मैले चाहिँ थोरै दुःख पाइसकेको छु माथिबाट हिँड्दै तल आएर। अब चाहिँ यहाँबाट फेरि म माथि जानुपर्ने हुन्छ। अब चाहिँ म लिफ्टमा जान्छु। सो गाइज हाम्रो नयाँ रुम चाहिँ यस्तो छ होइन। रुमको डेकोरेसन यहाँ टक्क सामानहरू राख्ने, थालसाल धुने, यहाँ भाँडासाँडा धुने टक्क यता। अनि यहाँ बस्ने टेबलहरू टक्क होइन। यहाँ नुहाउने, यहाँ टोयलेट 3टा छ टोयलेट। अनि यता लुगा धुने फेरि छुट्टै व्यवस्था छ होइन। यस रुम हेरेर त यार बस्दिनँ क्या 10 साल जति लाग्छ, तर के गर्नु होइन, बस्न मन पनि छैन। यो चाहिँ ए ब्लक हो। यहाँ चाहिँ कहिलेकाहीँ हल्लो गर्न चाहिँ मिल्दैन होइन। त्यस्तो फटा हुनु भएन गाइस है। चाहिँ हामी फेरि जाँदैछौँ आजको मेरो ट्याटु हान्नको लागि होइन। यसो गाइस यो चाहिँ हाम्रो कम्पनीको बस हो होइन। यो बस हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भने होइन, त्यो गाउँतिर हुन्छ नि त्यो सुँगुरको पाठो जन्मेर अनि त्यो एउटा चाहिँ त्यो सुँगुरको त्यो दुध खान नपाएको पाठो चाहिँ त्यो ख्याउटे हुन्छ नि एउटा, त्यस्तै क्या। छेउतिर ठुलो बस। हाम्रो चाहिँ सानो यस्तो म्याकुरी हो, कति वर्ष पुरानो बस हो होइन। ओ माई गॉड। सो ग्र्याब आउँदैछ। ग्र्याब एक्सेप्ट गर्न अलिक टाइम लाग्यो आज चाहिँ। अनि त्यस ढिलो हुने भयो यार। आज 10 बजीतिर पुग्नु पर्थ्यो खास गरी। एक्सेप्ट त भएको छ अब। सो गाइज फाइनली हाम्रो चाहिँ ग्र्याब आइसकेको छ। अनि सालो चाहिँ गाउँको दाइहरू भेटेर गफ गर्दैछ। अनि म त्यहाँ कुरिरहेको छु। सो अब चाहिँ हामी ग्र्याब चढेर जानुपर्ने हुन्छ। है किधर जाँदा यार, हिँड्छ त यार। छिरा आउने के कपाल त आज चाहिँ राम्रो गाडी परेछ। हिजो त लागिरहेन, नबोलाइकन फेरि त म कस्तो आफूलाई अनि बोलाउनु भन्छ अनि बोल्दैन आफू। दाइले उ भन्दै के अरे कता हिँडेको भने रुम सारे यता हो कता हिँडेको भने यता हिँडेको पछि भेटौँ न ल। ग्र्याब आइसकिसक्यो ल ल म त बोल्दैन नि। अब फाइनली मेरो चाहिँ आज हुने दिन। 5 घन्टासम्म गर्दा कस्तो हुन्छ होला? 4-5 घन्टासम्म। मेरो खतरा गीत सुन्दैछ आज। हिजो मलाई धेरै मन पऱ्यो यार यो गीत यार। कुन चाहिँ? लास्टको शम्भु राईको चाहिँ लास्टको त मन परेन यार। त्यो गीतै बुझेन मैले त यार। कस्तो ठिक लागेन यो गीत के शम्भु राईको अरे। फेरि हामी आइसकेको छौँ हिजोको गन्तव्यमा। अब चाहिँ हामी फेरि यहाँ माथि जानुपर्ने हुन्छ। अनि आज चाहिँ त्यही हो, अलिक टाइम लाग्छ होला, सायद 5-6 घन्टा।
अनि त्यसो राति हुन्छ होला फर्किनु भोलिदेखि ड्युटी पनि छ होइन सरप्राइज माई फादर माई मदर स्टिकर मात्रै लगाएको गाइस म एकछिनपछि चाहिँ त्यसको प्रिन्ट हुन बाँकी छ सो गाइस फाइनली बाउको चाहिँ कम्प्लिट भइसकेको छ होइन अब आमा बाँकी छ कसरी न्यु खोज्यो भने त सालो बाउ आमा छोराको एक भेट्दा त फेरि जस्तै हो वाउ लास्ट पोलिरहेको छ यार हात थाहा सो फाइनली गाइस सक्यो मेरो काम आजको यस धेरै दुःख पीडा आमामा एकचोटि जस्तो म त यार झन्डै मुद पनि खुस्क्यो गु पनि झन्डै खुस्क्यो माटो नै यार धेरै दुखाइपछि धेरै कष्ट दुःख पीडा पछि सक्यो सो टिङ टिङ यताको यो हातको यो ल त गाइस आज यति नै होइन आजको भ्लग यतितिर म अन्त्य गर्छु ट्याटु स्याटु हान्यो सक्यो अब चाहिँ हामी रुमतिर जानुपर्ने हुन्छ भोक सोक पनि लागिरहेको छ अब गएर खाजा साजा खाने है त गाइस हस् बाई बाई